नमस्ते। म अहिले गोधेली साँझको बेलामा केही सिनहरू क्याप्चर गर्न यहाँ म तलिन्छु। 2083 साल असारको 22 गते पानी नपरेर बिउहरू जल्न थालेको र बिरामी हुन थालेको यो बखतमा यो खेतको मा लाग्ने वर्षभरिको धान बित्याउने जुन हाम्रो परम्परा छ त्यसका लागि बिउ हामीले ब्याडमा सुकिने अवस्थाका बेलामा पानीको मार निकै नै चर्को देखिएकोले अहिले दमकल लिएर ट्युबवेलको सहायताले पानी सिंचित गर्दैछौँ र पक्कै पनि यो किसानको समस्या हो। हातमा यदि तपाईसँग पानीको मूल छैन भने खेतीपाती गर्न निकै नै मुस्किल पर्न सक्छ। परेको अवस्था हामीले प्रकृतिको अनेक रूपसँगै हामीले जलवायु परिवर्तनका केही खाकाहरू धेरै परिवर्तनका केही नराम्रा असरहरू पर्न थालेको देखिन्छ। कतै अनावृष्टि, कतै सुक्खा, कतै हिउँ पग्लिने, कतै हिउँ युरोप कन्ट्रीमा अहिले चर्को घाम जस्ता यो बेलामा जलवायु परिवर्तनका केही झनकहरू हामीसँग आइरहेका छन्। सस्टेनेबल डेभलपमेन्टमा हामीले पढेका केही कुराहरू मान्छेले नसोच्दा र बिराइरहँदा यो समस्या हुन पुगेको छ र त्यसर्थ हामीले यो बिउ जोगाउनुपर्छ। बिउ जोगे पो हामी यसलाई पुस्ता हस्तान्तरित गर्दै आगामी वर्षका लागि हामी आफ्ना जोहो गर्न सक्छौँ। जीवन धान्नका लागि हामीले धान उत्पादन गर्न सक्छौँ। यो पानीको चरम अभावमा हामी बाँचिरहेको हामी धनुषावासी को यो अनुरोधमा किसान आज आफ्नो हातमा पानी हुनुपर्छ भने यो देशको सरकारसँग अनुरोध हामी के गर्छौँ भने पक्कै पनि सम्पूर्ण किसानको हातमा पानीको अवस्था हुनुपर्छ र सरकारले जोहो गरिदिनुपर्छ भन्ने आशा हामीले राखेका छौँ। यो ब्याडको बिउहरू जल्न नदिन हामीले सिँचाइ निकै नै आवश्यकता देखिन्छ र हामी अहिले साँझको बेलामा गोधेली साँझ अहिले सूर्य ढल्दै गर्दाको अवस्थामा यो गोधेली साँझमा हामीले यो छ्याङ्कन गरिरहँदा क्याप्चर गरिरहँदा हामीले हाम्रा यो समाजको का लागि यो देशको लागि केही त गर्नुपर्छ भन्ने भावना अब किसानहरूले एकजुट भइकन हामीले पानीको सिँचाइ गरिनुका लागि नेपाल सरकारका केही ऐनहरू ढोकाहरू लगाउनु पर्ने अवस्था देखिएको छ। हस्त जय किसान।